हेलो गाइस, बिहानी सँगसँगै होइन आज चाहिँ म टक्कसँगले माछा मार्नु यहाँ चाहिँ बारीदेखि टक्क हरियाली होइन मकैहरू टक्क हुर्किँदैछ होइन। पानी पनि हल्का हल्का परिरहेछ गाइसहरू। म चाहिँ अनि बल्छी बोकेर टक्क खोलासम्मको यात्रा हो आज चाहिँ होइन भन्नुपर्छ। अनि गाउँको कुरा गर्दाखेरि मौसमको कुरा गर्दाखेरि चाहिँ हल्का हल्का पानी परिरहेछ आज चाहिँ। बल्छी चाहिँ यो गाइस होइन, आज माछा चाहिँ पर्छ कि पर्दैन, त्यही भए पनि यसो खोला जाउँ भनेर होइन मैले चाहिँ भ्लग सुरु गरेँ गाइस टक्कसँगले होइन। अनि बिहानको मौसम भन्दा चाहिँ यस्तो छ, हाम्रो गाउँ चाहिँ यो अनि मकैहरू चाहिँ यस्तो छ। अनि देख्नु सक्नुहुन्छ नजारा गाइसहरू, सट्ट पाराले मकैहरू यस्तो छ, भर्खर हुर्किँदैछ गाइसहरू यस्तो छ होइन। त्यही हो, अब लेट्स गो होइन। कति माछा मर्छ खोलामै भेटौँला गाइसहरू होइन। अनि गाइस हामी चाहिँ होइन खोला आइसकेको छौँ। अनि हामीले देख्न सक्नुहुन्छ खोला होइन अलिक धमिलो छ भन्नुपर्छ होइन खोलाको स्थिति चाहिँ। अनि ठिकै लागिरहेछ खोलाको अवस्था होइन, अलिक धमिलो छ खेल्ने क्रममा होइन। गोविन्द सर हाम्रो साथीहरू होइन अनि बल्छी खेल्ने जारी क्रममा छ। यो चाहिँ फाइनली माछा आइसकेको छ होइन, देख्न सक्नुहुन्छ यहाँनिर होइन। टक्क यहाँनिर छ माछा चाहिँ देख्न सक्नुहुन्छ होइन। टक्क बाहिर माछा चाहिँ माछा आइसकेको छ गाइसहरू, देख्न सक्नुहुन्छ त्यहाँनिर होइन। यो बल्छी मासु चाहिँ तल छ यहाँनिर। त्यही हो गाइस, माछा चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ। दुईवटा थियो, एउटा झुम्केर गयो भिडियो बनाउने क्रममा होइन। माछा चाहिँ एउटा मरिसकेको छ बल्छीमा, हेर्न सक्नुहुन्छ होइन। हाम्रो बल्छी चाहिँ कस्तो हुन्छ भने यो आकारको हुन्छ होइन, यस्तो हुन्छ। अनि यस्तोमा चिचिम्बिरा भन्छ हाम्रोतिर पाउने किरा होइन, चिचिम्बिरा लगाएर चाहिँ टक्क मान्यो है गाइसहरू। मरिसक्यो एउटा देख्न सक्नुहुन्छ। फेरि अर्को पनि मरेको म तपाईँहरूलाई मऱ्यो भने देखाउँछु गाइस। बल्छी यहाँनिर छ होइन, अघि दुईवटा माछा परेको, एउटा चाहिँ फक्कै उम्केर गइहाल्यो होइन, एउटा चाहिँ यहाँनिर छ गाइस। देखो न गाइस, देखो न यहाँ क्या है गाइस, क्या है देखो न। अनि यहाँ चिचिम्बिरा होइन माछालाई चारो यहाँ छ। बल्छी चाहिँ खेल्ने क्रम जारी नै छ भन्नुपर्छ होइन गाइस। अनि खोलाको यस्तो छ है, हाम्रो खोला चाहिँ ताप खोला होइन। खोला फेरि देख्न सक्नुहुन्छ गाइस, एउटा माछा चाहिँ आइसकेको छ होइन। सट्ट अलिक ठुलो नै छ। माछली परो, माछली, ओहो माछली परो देख्न सक्नुहुन्छ होइन। माछा चाहिँ यस्तो छ गाइस,
थापेर तल खाजा खानु गएको थिएँ माछा चाहिँ परिसकेको रहेछ फाइनली गाइज फेरि अर्को पनि देख्न सक्नुहुन्छ होइन माछा परिसकेको छ सट्टै अर्को पनि दामी होइन जम्मा 3टा भइसक्यो गाइज बिहानदेखि खेलेको होइन अल्छी लाग्यो पछि खेल्न जाउँ भन्थ्यो होइन माछा चाहिँ मर्दैछ गाइज देखो न गाइज देखो न यो क्या है गाइज क्या है देखो न गाइज देखो न ए माछा चाहिँ परिसकेको छ देख्न सक्नुहुन्छ गाइज 3टा भइसक्यो गाइज 3टा भइसक्यो होइन हामीले म अब यसलाई व्यवस्था गर्छु यसो घाम पनि लागिरहेछ माछा पनि परिरहेछ होइन माछली 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 देख्न सक्नुहुन्छ है त यहाँ पनि छ माछली जम्मा 3टा भइसक्यो होइन बिहानदेखि खेलेको यो नो माछली मारेर खानु गाह्रो छ गाइज खोलाको यस्तो छ मौसम होइन सट्टो मले होइन डाँडै डाँडा यस्तो छ मौसम भन्नु पर्दाखेरि राम्रो छ क्लिन छ सफा छ होइन जोस् हिँड कान्छे जाउँ बरु गाउँै रमाइलो भन्छ नि होइन त्यस्तै वातावरण हरेक कुरादेखि लिएर अर्ग्यानिक खान पाइने हरेक कुरादेखि लिएर होइन हुन्छ नि अब प्रकृतिसँग रमाउन पाइने त्यही हो गाइज फेरि म अर्को माछा मारेको देखाउँछु ल गाइज फाइनली गाइज होइन माछा चाहिँ यति हो अहिलेसम्म कति 6वटा छ यहाँनिर पनि छ होइन यता हाम्रो बल्छी टोलीहरू हेलो सर अनि यता हुनुहुन्छ खोला चाहिँ अहिले भन्दा अलिक चाङ्लो भइसक्यो होइन यहाँनिर माछा पोलेर खाइरहेको थियो एउटा उसले ल गाइज आजको माछा हानेको यति हो तेरो एउटा पोल्नु पर्दैन माछा पोल्नु चाहिँ गाइजहरू हामी चाहिँ एउटा लिन फाइनली गाइज होइन आज चाहिँ माछा हन्टिङमा त्यति मरेन भन्नुपर्छ होइन त्यही हो गाइजहरू अहिले यो त भाइरल भइसक्यो त्यही हो आजको जस्तो जे भए पनि होइन त्यही हो तपाईँहरूलाई के कस्तो लाग्छ होइन भिडियो लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला त्यही हो है बाई बाई गाइज